यी अपेक्षाहरू पुरा गर्ने कुराको सन्दर्भमा सबभन्दा ती अपेक्षाहरू नागरिकले महसुस गर्न पाउनुपर्छ। क्विक फिक्सेसहरू, सबभन्दा पहिला सानसाना गर्न सकिने कामहरू, लो ह्याङ्गिङ जति पनि कुराहरू छन् ती कुराहरू सरकारले गरोस् भन्ने कुरा हो। माननीय सभामुख महोदय, आज मैले बोल्नुभन्दा पहिला मैले यहाँ प्रमुख प्रतिपक्षी दलका नेता पूर्व प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल प्रचण्डले राख्नुभएको अभिव्यक्ति सुन्ने मौका पाएँ। खास गरिकन नेपालको अहिलेको संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रमुख प्रतिपक्षी दलले राखेको प्रतिबद्धताको म मेरो पार्टी नेपाली कांग्रेसको तर्फबाट सराहना गर्न चाहन्छु। हामी सबै यो व्यवस्थाप्रति उत्तिकै प्रतिबद्ध छौँ। हामी सबै मिलेर ल्याएको यो संविधानलाई जोगाउन, यो संविधानको व्यवस्थालाई सुदृढ गर्न उत्तिकै प्रतिबद्ध छौँ भन्ने मेरो पार्टीको पोजिसन पनि यहाँ राख्न चाहन्छु। नेपाली कांग्रेस पार्टीले प्रारम्भदेखि नै संवैधानिक राजतन्त्रलाई मान्दै आएको थियो। नेपाली कांग्रेस पार्टी अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति पूर्ण रूपमा प्रतिबद्ध छ। यो कुनै एउटा घटनाले मात्रै वा कुनै प्रतिक्रियाको आधारमा मात्रै नेपाली कांग्रेस पार्टी त्यहाँ पुगेको होइन। यसका निम्ति हामीले केही पछाडि फर्केर हेर्नुपर्ने हुन्छ। 2059 साल 18 को माघ 19 का त्यो मात्रै हो, केवल यति मात्र मैले भन्न खोजेको हो भने प्रतिपक्षी दलले प्रश्न गर्ने नै हो, आफ्नो बेलाका कुराहरूलाई डिफेन्ड पनि गर्ने हो, अहिले क्वेसन गर्ने हो, गर्नै पर्छ। तर यसरी पनि नगरौँ कि जसले गर्दाखेरि हामी बाहिर आएको बेलामा हामी पनि गर्छौँ। त्यो हेर्नुहोस्, हामी सबै त्यही गरिरहेका छौँ। हामीले समस्यालाई यसरी बढाइ चढाइ प्रस्तुत गर्छौँ कि यो समस्या होइन, यो क्राइसिस हो, गयो गयो डुब्यो सकियो भत्क्यो, म हुँदा ठिक थियो, म नहुँदा बर्बाद हो। अनि हामीलाई के लाग्छ भने अर्कोले त्यो पत्याइदिरहेको छ भन्ने लाग्छ। अर्कोले कोही हुँदा पनि ठिक थिएन, कोही हुँदा पनि ठिक छैन भन्ने भयो नि त। अब त सबैले बिस्तारै बिस्तारै त्यही हुने भन्ने कुरा भयो। हामी सबै त्यस्तै छौँ, हामी सबैले गल्ती गरेका। म अस्ति यहीँको छलफल हेरिरहेको छु। अस्ति मङ्सिर 6 गते BB- क्रेडिट रेटिङ भयो। क्रेडिट रेटिङ भएपछि हामीले हतार हामी सरकार सत्ता पक्षले हामीले गऱ्यौँ भनेर भन्यौँ। 75-76 सालमा सुरु भएको, अहिलेकै मान्यज्यू सायद अर्थमन्त्री भएको बेलामा सुरु भएको जस्तो लाग्छ मलाई, वा त्यही बेलातिर सुरु भयो, बिचमा रोकियो। पूर्व अर्थमन्त्री मान्य वर्षमान पुन हुँदै गर्दाखेरि त्यसलाई तदारकका साथ अगाडि बढाउनु भयो। अस्ति हामीले प्राप्त गऱ्यौँ। यसमा सबै सरकारले काम गर्यो र सरकारले काम गरेर मात्र हुने कुरा होइन, बाँकी रहेका निकायहरूले पनि काम गरे। हामी क्रेडिट रेटिङ हाम्रो पालामा भएको, हाम्रो कारणले गर्दा भएको भनेर भन्न थालिसकेपछि त अर्कोले आएर फेरि ग्रेड लिस्ट तिम्रो कारणले गर्दा मात्र भएको भनिदिइहाल्छन्। 2010 देखि 2024 सम्मका प्रत्येक सरकार हामी काम गर्ने कुरामा चुकेको हुनाले गर्दा आज हामी ग्रेड लिस्टमा पऱ्यौँ। अब सबै मिलेर ग्रेड लिस्टबाट बाहिर निस्कनु पर्ने छ। तर क्रेडिट रेटिङ हाम्रो कारणले गर्दा मात्रै भएको भन्न थाल्यौँ भनेदेखि भने अर्कोले आएर ग्रेड लिस्ट, हाम्रो संसदको बस त्यस्तो हुने भयो, तिम्रो कारणले गर्दा ग्रेड लिस्टमा गयो भनेर भनिदिनु भयो, सबले ताली बजाउने भयो। अब हामीले चाहिँ हेर्नुहोस् त ल, यो सिद्धबाबाको सुरुङ मार्ग अहिलेकै प्रधानमन्त्री सम्मानीय प्रधानमन्त्री भएको बेलामा उहाँले निकै सोचबाट सुरु भयो, अगाडि पनि बढ्यो। तर ठेक्का लाग्ने 2 वर्ष लाग्यो। ठेक्का लागिसके पछाडि चाहिँ फेरि कोभिड आयो, त्यसपछि गएर सरकार नयाँ बन्यो। प्रत्येक सरकारले बडो तदारकका साथ यसमा काम गरे। यसमा भएको कम्पनीले धन्यवाद दिनुपर्छ, यसका त्यो क्षेत्रका मान्यज्यू सबैलाई धन्यवाद दिनुपर्छ। खास गरी सबै सरकारले यसमा काम गरे। तर अब अहिले हामी सरकारमा छौँ, हामी सरकारमा भएको कारणले गर्दा सुरुङको ब्रेक थ्रु चाहिँ हाम्रो कारणले गर्दा भएको भनेर हामीले भन्न थाल्यौँ भनेदेखि भने चाहिँ अब मान्यज्यूहरूकोमा हुलाकी राजमार्गमा अहिले अभियान चलिरहेको छ। हुलाकी राजमार्गमा अभियान चल्दै गर्दा हुलाकी राजमार्गमा कुनै पुल 10 वर्षदेखि बनेको छैन, कुनै बाटो 12 वर्षदेखि बनेको छैन। तर अब के भन्ने आउँछ भने सुरुङ तिम्रो कारणले गर्दा बनेको हो भने हुलाकी राजमार्ग पनि तिम्रो कारणले गर्दा नबनेको भन्ने कुरा आउँछ। हुलाकी राजमार्गमा म पोहोर साल म पनि गएको अभियानमा, म पनि पूर्वदेखि पश्चिमसम्म हिँडेको। सरकारसँग हुलाकी राजमार्गमा बसेका मान्छे यसपालि मात्र होइन, मान्यज्यू सम्मान्य सभामुख महोदय, अघिल्लो साल पनि मान्यज्यू नै प्रधानमन्त्री हुँदै गर्दा पनि भयानक रिसाएका थिए। 12 वर्ष पुल बनेको छैन, पुल बनिने साथ भाँसिएको छ। सारा खेत उहाँ चाहिँ नीलगाईले काहीँ उहाँ काहीँ छोडेको चौपायाले खेत बारी नष्ट भएको छ। पुलको समस्या छ, बाटोको समस्या छ, यति धेरै कुराहरू छ। र त्यहाँ सानसाना सिँचाइका आयोजनाहरू 2 करोड 5 करोड 10 करोड गरिदिनुपर्ने आयोजनाहरू बनेका छैनन्। ती सबै कुराहरूबाट रिसाएका छन्। हिजो पनि रिसाएका थिए, आज पनि रिसाएका छन्। मैले केवल यति मात्र आग्रह गर्न खोजेको, फेरि पनि आग्रह गर्छु सम्माननीय सभामुख महोदय मार्फत कि हामीहरू चाहे हामी सरकार पक्ष हौँ, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, हामी जति पनि छौँ वा प्रतिपक्ष माओवादी केन्द्र होस्, हाम्रो अवस्था कस्तो भइसक्यो भने कहिलेकाहीँ त्यहाँ बसेर एकजना सम्मानजीले बोल्दै गर्दा, अहिलेका सम्मानजीले वा पूर्व सम्मानजीले बोल्दै गर्दाखेरि
कतिखेर ताली बजाउने हो, कतिखेर ताली नबजाउने झुकिसक्यो हामीहरू। मेरो सरकारको पालामा भन्दै गर्दाखेरि चाहिँ हामीले बजाउने कि नबजाउने त्यो हिसाब गर्नुपर्ने हुन्छ। त्यो बेलामा म सरकारमा थिएँ कि थिएन भनेर। यो हामी प्रतिपक्षमा भएको यस्तो गर्यो भनेको बेलामा चाहिँ ताली बजायो भने हामीलाई गाली पो गरे हो कि कन्फ्युज हुन्छ हामी यति धेरै अदला बदली गरिसक्यौँ। यहाँ फेरि अहिले पर बस्ने दलहरू पनि धेरै फरक हुनुहुन्न। उहाँहरू पनि कहिले यता कहिले उता भएको सबै मिसिएकै छौँ हामीहरू। हामीले यो बिचको समयमा हामीले धेरै कुराहरू गऱ्यौँ, धेरै कुराहरू गर्न चुक्यौँ, धेरै कुराहरू सुधार्नै पर्नेछ, एकदमै सुधार्नु पर्नेछ। म त्यसका बारेमा पनि आउँछु। तर विषयवस्तुहरू यसरी प्रस्तुत नगरौँ कसैले पनि, न सरकार पक्षबाट न प्रतिपक्षबाट, जसले गर्दा बाहिर सुन्नेलाई यस्तो लागोस् कि बर्बाद भयो, सकिएछ, खत्तम भएछ, केही पनि बाँकी छैन। एउटाले अर्कोलाई भन्दै गर्दा सुन्नेले के बुझिरहेको सुनिरहेको हुन्छ भने केही समय अगाडि त सरकारमा देखेकै थियो त बाबा, हेरिरहेकै थियो त, उसलाई के लाग्छ? उसले पत्याउँछ? उसले म चाहिँ पानीमाथि ओभानो हुँ, बाँकी सबै पानी मुनि डुबेका हुन् भन्दा पत्याउँछ? अरू तिमी हिलोमा डुबेको, म चोखो भन्दै गर्दा पत्याउँछ? म को ओभानो को चोखो पनि भनिरहेको छैन। समस्याहरू छन्, समस्याहरूको हल खोज्नुपर्छ। समस्या सृजना हामीले नै गरेको, कमजोरी हाम्रो नै हुन्, सच्याउनुपर्छ भनिरहेको छु। खालि मेरो आशय यसरी नजाउँ भन्ने मात्रै हो। यहीँभित्र अर्को एउटा समस्या पनि छ, एउटा अवधारणा छ, इल्युजरी सुपेरियोरिटी इफेक्ट भन्दो रहेछ। यो श्रेष्ठताको यो आफू श्रेष्ठ छु भन्ने एउटा भ्रामक, त्यो भ्रामक श्रेष्ठताको आफूलाई त्यो महसुस हुनु, यस्तो हुँदै गर्दा यसको एउटा संज्ञानात्मक पूर्वाग्रह हुँदो रहेछ, कग्निटिभ बायस। यो कग्निटिभ बायस खास गरिकन अझ राजनीतिक व्यक्तिमा वा समूहमा आयो भने कस्तो लाग्दो रहेछ भने मभन्दा असल कोही पनि छैन, मभन्दा जानेको कोही पनि छैन, मभन्दा बौद्धिक कोही पनि छैन, मभन्दा नैतिक कोही पनि छैन, मभन्दा ज्ञानी कोही पनि छैन, मभन्दा असल कोही पनि छैन। म र मेरो समूह बाहेक बाँकी रहेको मानिसहरू यति खत्तम छन्, यी सब भ्रष्ट हुन्, यी सब अयोग्य हुन्, यी सब अनैतिकता बोकेका झुन्डहरू हुन्। म कहिलेकाहीँ संसदभित्र हेर्छु, संसद बाहिर हेर्छु, हान्ने साँडे जस्तो दौडिरहेको हुन्छौँ हामी, फापानो फुपू गरेर, र भन्दै गर्दा जम्मा एउटा कुरा हुन्छ, यतातिर फर्केर त भ्रष्ट, त खत्तम, त अयोग्य, तेरो सबै परिवार, तेरा पार्टी, तेरा सबै कुरा अयोग्य, म नैतिक, म असल, मैले जति जानेको कसैले छैन, सबै कुरा मलाई थाहा छ। यो पनि समस्या हो। यसले के गर्छ? यसले पनि अहिले मैले भनेको बाहिर जुन भावना बनिरहेको छ यसले पनि त्यतैतिर बल पुऱ्याउँछ। किन बल पुऱ्याउँछ भने यसरी चर्को हुँदै जाँदै गर्दा यो सबैलाई डिसमिस गर्न खोज्दै गर्दाखेरि आफू पनि सँगसँगै डिसमिस भइरहेको भइन्छ है हामी। अस्ति यहाँ एउटा चर्चा भयो, बदेल र उसलाई मात्र किन देश बिगार्नेलाई पनि ठोक्ने बन्दुक चाहिन्छ, खतरै कुरा भने जस्तो लाग्यो होला। त्योभन्दा खतरा अर्कोले भनिदिन्छ नि त सिंहदरबार जलाइदिनुपर्छ भनेर, त्यो पो ठिक हो कि भन्ने लाग्छ। त्यो सिंहदरबार जलाइदिनुपर्छ भनेर भनेको खतरा लाग्छ भनेको बेलामा त्योभन्दा खतरा अर्कोले भनिदिन्छ कि व्यवस्था पल्टाइदिनुपर्छ, सडकमा आयो त व्यवस्था पल्टाइदिनुपर्छ भनेर खतरा लागिरहेको बेलामा अर्को खतरा निस्किसक्नु। उहाँले के भनिसक्नुभयो भने तिमीहरू त देखेर मात्र आएका हो, भिडमा खास गरेको त मैले हो, अस्तिसम्म सिग्नेचर गरेको थियो, चुनाव लडाएको थियो, सांसद भएको थियो, भत्ता खाथ्यो, गरेको त मैले, मेरै पछि त आएको हो नि भने आज अन्तर्वार्ता पढिरहेको थिएँ। कोभन्दा को खतरा भने प्रतिस्पर्धा त चलिहाल्छ नि। अब दलै खोलेर बसेकोलाई त दल अर्कोले त भन्ने नै भयो। यसले पनि समस्या गर्यो सामान्य सभाको मते, किनभने यो विषयका सन्दर्भमा हामी जसरी छलफल गरिरहेका छौँ, बहस गरिरहेका छौँ, हाम्रो छलफल बहसको प्रभाव यहाँभित्र मात्र सीमित छैन। म भर्खर पूर्वी पहाडमा पनि गएर आएँ, पश्चिमका पहाडहरूमा गएँ, मधेसमा गएर आएँ। म गएका कार्यक्रमहरूमा, पार्टीको कार्यक्रमहरूमा देखिने गरी कार्यक्रमहरूमा देखिन्छौँ, सहभागी हुन्छौँ। तर म साँझ बिहान समय बिताएको छु, बसेको छु, त्यहाँका मानिसहरूसँग अन्तर्क्रिया गरेको छु, फरक पार्टीका साथीहरूसँग भेट्ने कोसिस गरेको छु, मानिसहरूको कुरा सुन्ने कोसिस गरेको छु। त्यसको आधारमा मैले गरेको अवलोकन हो यो। हामी सबैलाई उनीहरू एउटै डालोमा हालिरहेका छन्, कसैलाई छुट्याइरहेका छैन, र हामी हाम्रो आफ्ना कुरा गर्ने तरिकाहरूबाट हामी झन्झन आफैलाई दलदलमा फसाइरहेका छौँ। जो संविधान नमान्ने हो, जसले यो व्यवस्था मान्दिनँ भनेर भन्छ, मेरो उसको बारेमा केही भन्नु छैन। यो संवैधानिक प्रबन्धलाई बदलौँ भनेर भनेको कुरा यो व्यवस्था मान्दिनँ भनेकै भयो। हिजो योभन्दा अगाडिको संविधान हुँदै गर्दा यो संविधान अब बदल्नुपर्छ, यो संविधान मान्दिनँ भनेर मैले बोल्दै गर्दाखेरि म राजुरोको मुद्दा बोकेको मानिस हुँ। म जस्तै थुप्रै हुनुहुन्छ। यो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हो, यसको ब्युटी नै यही हो।
यसमा यो व्यवस्था मान्दिन भन्न पनि पाइयो, यो व्यवस्थामाथि प्रश्न गर्न पनि पाइयो। घृणा, राष्ट्रद्रोह, हाम्रो आफ्नो संविधानका सीमाहरू छन्। ती सीमाहरूभित्र बसेर आफ्नो आइडियाको कुरा गर्न पाइयो, जुन कुरा यो हामीले गर्न पाएन। जुन कुरा बोल्दै गर्दा भन्दै गर्दा हामीले ती मुद्दाहरू खेप्यौँ। मेरो यसका बारेमा के पनि टिप्पणी छैन। मेरो खाली केमा मात्र हो भने जो हामी संविधानका पक्षधर छौँ, हामी संविधानका पक्षधरहरू, हाम्रा बिचमा समझदारी भनेको हाम्रा बिचमा हुन आवश्यक छ। हामी सरकार पक्ष छौँ, प्रतिपक्ष छौँ, यो बदलिरहेको छ। अहिलेको सरकार पक्ष भोलि प्रतिपक्ष हुन्छ, अहिलेको प्रतिपक्ष भोलि सरकार पक्ष हुन्छ। प्रतिपक्षको आफ्नो भूमिका छ, सरकारको आफ्नो भूमिका छ, हाम्रो आफ्नो भूमिकाहरू पनि निर्वाह गरौँ। तर आफ्नो आफ्नो भूमिकाहरू निर्वाह गरिरहँदै गर्दा संविधानका बारेका हाम्रा आफ्ना साझा कमिटमेन्टबाट हाम्रा बिचका न्यूनतम समझदारीलाई हामीले कायम राख्नुपर्छ। हामी अहिले संविधानमा केही कुराहरू बदलौँ भनिरहेका छौँ। संविधानमा केही कुरा बदलौँ भन्दै गर्दा के हामी संहिता बदल्छौँ? के हामी समावेशिता बदल्छौँ? कि हामी यसभित्र भएको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता युक्त जुन नेपाली समाज छ त्यसको प्रतिनिधित्व गर्ने जुन खालका हामीले प्रबन्धहरू गरेका छौँ, हाम्रा संस्थाहरू बनाएका छौँ, कुरा बदल्दैन। तर हामीलाई केही कुरा त बदल्नु पर्नेछ। हामी निर्वाचन प्रणालीमा केही कुरा बदल्न चाहन्छौँ, हाम्रो समावेशिता, समानुपातिक प्रतिनिधित्वलाई कायम राखेर। हाम्रो संहिताको ढाँचामा हामी यसलाई अझै कामकाजी बनाउन चाहन्छौँ। हाम्रो सरकारी खर्च असाध्यै महँगो भयो, यत्रो धेरै जनप्रतिनिधि किन चाहियो? यसको सङ्ख्या घटाउन चाहन्छौँ हामी। यस्ता थुप्रै प्रबन्धहरू छन् जुन प्रबन्धहरू हामी बसेर सल्लाह गरेर गर्न सक्छौँ। हामीले यति मात्र भनिरहेको त हो नि, हामी पहिला नेपाली कङ्ग्रेस पार्टीभित्र छलफल गर्छौँ, किनकि हाम्रै पार्टीभित्र भिन्न भिन्न मतहरू छ। त्यो भिन्न भिन्न मतहरूमध्ये एउटा मत हामीले बनाएका छौँ, यति कुरा गर्न सकिन्छ भनेर। सरकारमा सँगै नेकपा एमालेसँग छौँ, पहिला नेकपा एमालेसँग कुराकानी गर्छौँ, उहाँहरू हाम्रा बिचमा सबै कुरा मिल्छ भन्ने छैन। संविधानका सन्दर्भमा हाम्रा साझा कुराहरू के छन् त्यो हामी पहिलाउँछौँ। हामी साझा कुरा यो हो कि संविधानका फन्डामेन्टल कुरा चलाउनु हुँदैन, यो संविधानलाई अझै कामकाजी बनाउनुपर्छ, अझै सार्थक बनाउनुपर्छ। यो 10 वर्षको 8 वर्षको अनुभवबाट हामीले सिकेको कुराहरूबाट संविधानले जुन उद्देश्य पूर्ति गर्नका निम्ति जे कुराहरू लेखेको छ त्यसभित्र केही सकारात्मक सोचका साथ त्यही कुरा बदल्न सकिन्छ, बदल्नुपर्छ। यो कुरामा हाम्रो कुरा मिल्छ। त्यसो बदल्ने भनेको कुराहरू के हुन्? हामी यहाँ कुरा गर्न चाहन्छौँ। हामी यो कुरा गरिसकेपछि निश्चित रूपमा सबभन्दा पहिला हामी कोसँग कुरा गर्न चाहन्छौँ? हामी माओवादीसँग कुरा गर्न चाहन्छौँ। हामी यसको पार्टनर हो, हामीले सँगै बसेर बनाएको। हामी त्यो कुराकानी गरिसकेपछि अरू बाँकी रहेका मधेस केन्द्रित दलहरू छ, हामी उहाँहरूसँगै बसेर कुराकानी गर्छौँ। नयाँ आउनुभएको दलहरू हुनुहुन्छ, उहाँहरूसँग बसेर कुराकानी गर्छौँ, कुराकानी गरौँ। त्यसबाट हाम्रो समझदारीबाट हामी कुन कुन कुराहरू बदल्न सक्छौँ ती कुराहरू हामीले बदल्ने हो। यी केही कुराहरूलाई हामी सकारात्मक ढङ्गले लिएर जान सक्दैनौँ। हामी संविधानकै बहसमाथि पनि तल तहमा अहिले म जाँदै गर्दा कसरी बहस गरेका छौँ? हामी एउटाले संविधान हाम्रै बिचमा है, संविधान नमान्ने त धेरै परको कुरा भइहाल्यो। हाम्रै बिचमा एकअर्कालाई प्रश्न गर्दै हामीले कस्तो बनाइदिएका छौँ? म चाहिँ सङ्घीयता, समानुपातिक, समावेशिता यो कुरा जोगाउने पक्षमा छु, अर्को पार्टीहरूलाई भाड्ने पक्षमा छ। तल के भएको छ? तल प्रदेशहरूका सन्दर्भमा हामीले प्रदेशहरूलाई कामकाजी बनाउन नसकेको सङ्घको कारणले गर्दा हामीले अधिकार नदिएर मुठी कसेर हामीले एकअर्कालाई दोष लाएर के गर्ने? हामी सबै पालो पालो सरकारमा बसेको, हामी कसैले बनाएनौँ संहिता सम्बन्धी कानुन, दर्जनौँ कानुनहरू हामीले बनाउनु पर्ने थियो। हामीले अहिले पार्लियामेन्टकै रेकर्ड हामीले पल्टाएर हेऱ्यौँ भने हामी देख्न सक्छौँ नि, हामी सबैले यसमा जति काम गर्नुपर्ने गरेनौँ। त्यसको कारणले गर्दा प्रदेशले ठिक ढङ्गले काम गर्न सकेन। प्रदेशले ठिक ढङ्गले काम गर्न नसकेको कारणले गर्दा प्रदेशमाथि प्रश्न आयो। प्रदेशमाथि प्रश्न आउँदै गर्दा त्यसको प्रयोग संविधान चाहिँदैन, व्यवस्था चाहिँदैन भन्नेले त स्वाभाविक रूपमा गर्ने अवस्था बन्यो। हामीले एकअर्कालाई दोष लाएर भन्दा पनि हामीले अहिले छलफल गरेर संवाद गरेर हामीले बनाएको यो प्रादेशिक व्यवस्थामा प्रदेशलाई कामकाजी कसरी बनाउने, यसलाई संविधानसँग केही कुरा जोड्नुपर्ने होला, कानुनसँग केही कुरा जोड्नुपर्ने होला, यी विषयहरूमा हाम्रा बिचमा थप छलफलको आवश्यकता छ भन्ने लाग्छ। हो, यो भनिरहँदै गर्दा हाम्रा पार्टीहरूका बिचका यी समझदारी आवश्यक छन्। तर सँगसँगै हामी सरकार पक्ष छौँ, हामी प्रतिपक्ष छौँ। प्रतिपक्षले अपोजिसनको ठाउँबाट खास गरिकन यहाँ अहिले भ्रष्टाचारका विषयमा, कुशासनका विषयमा उठाएका कुराहरूका सन्दर्भमा यी कुराहरू उठी पनि राख्नुपर्छ। जहाँ गलत भएको छ ती प्रश्नहरू, यस्तो अझै धारिलो प्रश्नहरू यहाँभित्र आउनै पर्छ। यसैले सच्याउँछ, यसैले सरकारलाई सचेत पनि गराउँछ, भएका गल्ती कमजोरीहरूलाई सुध्रनका निम्ति बाध्य पनि बनाउँछ। हिजो हामी अपोजिसनमा बस्दा त्यही कुरा गरेको। आज हामी सत्ता पक्ष हुँदै गर्दा सरकारका जुन ठाउँ बसेर सरकार सञ्चालन हुन्छ त्यो ठाउँमा हामी त्यही नै गरिरहेका छौँ, कोही चुकेका छैन। प्रतिपक्षको बेन्चबाट गर्ने कुरा यी कुराहरू हुनुपर्छ, यसलाई म स्वागत गर्छु। तर सँगसँगै कतिपय कुराहरूका सन्दर्भमा त फेरि पार्टनरसिपको कुरा पनि होला। कतिपय कुराहरू, कतिपय विधेयकहरू यही संसदभित्र बसेर यही सरकारले ल्याएका विधेयकहरू जस्ताका तस्तै सरकारका विधेयकहरू पारित हुने हो भने त समितिमा गएर सबैभन्दा बढी संशोधन हाल्ने सांसदहरू हामीहरू बनेर
सरकारले ल्याएका विधेयकहरूमा यत्रो संशोधन हालेर यसलाई सुधार गर्नुपर्ने कुरा किन हुन्थ्यो होला?